हाम्रो देवदर्शन सरले जस्तै हामी सबैले यसै गरी बुझ्न पाइयो भने पक्कै पनि राष्ट्रिय समीकरण गरेर हाम्रो देशलाई सबल र सक्षम बनाउन सकिन्थ्यो होला। विदेशीको हस्तक्षेपमा हामी फसिसकेका छ, चङ्गुलमा फसिसकेका छौँ भन्ने कुरा त हामीले भनिरहनु पर्दैन। यहाँहरू सम्पूर्णलाई थाहा नै छ, जति पनि सुनिरहनु भएको छ, देखिरहनु भएको छ, सम्पूर्ण साथीहरूलाई थाहा नै छ। हामी कसैलाई विरोध गर्न चाहेको होइन कि हामी आफ्नो हक अधिकार पहिचान चाहियो भन्न खोजे मात्रै हो। हामी कसैलाई विरोध गर्दैनौँ, चाहे बालन सरकार होस्, चाहे केपी सरकार होस्, चाहे हाम्रो चाहिँ विभिन्न दलका साथीहरू हुनुहुन्छ, हामी उहाँहरूलाई विरोध गर्न चाहँदैनौँ। तर हाम्रो उद्देश्य भनेको चाहिँ हाम्रो धर्म संस्कृति पहिचान र राष्ट्रिय समीकरण नै हाम्रो देशको मूल आधार हो र यसले नै हामीलाई अगाडि बढाउँछ र निकासा दिन्छ भन्ने उद्देश्यको साथमा बोले।